जय श्री राधे, जय श्री कृष्ण। धर्मदर्शनमा यहाँहरू सबैमा हार्दिक स्वागत छ। म कुबेर सुवेदीको। आषाढ मासको शुक्ल पक्षको एकादशी हरिशयनी एकादशीदेखि कार्तिक मासको शुक्ल पक्षको एकादशी हरिबोधिनी एकादशीसम्मको समयलाई चतुर्मासको समय भनिन्छ। विष्णु चतुर्मास हो। योग निद्रामा भगवान रहनुहुन्छ र यो चतुर्मासमा विशेष गरेर साधना, भक्ति, उपासना के गर्नुपर्दछ, चतुर्मासमा अनिवार्य रूपमा के गर्दा हाम्रो जीवनमा उन्नति, प्रगति, भक्तिभाव, सफलता मिलेर जान्छ, यसबारेमा हामी कुराकानी गर्छौँ। चतुर्मासको अवधिमा मुख्यतया के गर्ने 4 महिनासम्मका लागि हामी कुराकानीहरू गर्नको लागि उपस्थित छौँ। सर्वप्रथम 2083 सालमा चतुर्मास कहिलेदेखि कहिलेसम्म रहेको छ? 2083 सालको श्रावण महिनाको 9 गते शनिबार हो। 2026 जुलाई 25 तारिकका दिन हरिशयनी एकादशी व्रत तुलसी रोप्ने दिन हो भने यसै दिनबाट चतुर्मास व्रत शुभारम्भ हुने गर्दछ। अब चतुर्मासको अवधि कहिले रहेको छ भन्दा 2083 सालको मङ्सिर महिनाको 8 गते मङ्गलबार 2026 नोभेम्बर 24 तारिकका दिन कार्तिक शुक्ल पूर्णिमा भनेको यो पूर्णिमाको व्रत, कार्तिक स्नान समाप्ति, चतुर्मास व्रत समाप्ति हो। एकादशी भने हरिबोधिनी एकादशी भने कार्तिक महिनाको 4 गते शुक्रबारका दिन, हरिबोधिनी एकादशी भने मङ्सिर महिनाको 4 गते शुक्रबारका दिन हरिबोधिनी एकादशी तुलसी विवाह रहेको छ। यो अवधिलाई चतुर्मास व्रत भनिन्छ। अब विष्णु भगवान जब क्षीर सागरमा शयन गर्नुहुन्छ, चतुर्मास विशेष गरेर वैष्णव साधकहरूको लागि, जैन धर्मका साधकहरूको लागि निकै नै महत्त्वपूर्ण, भक्तिपूर्ण, संयमता, सदाचारपूर्ण नै रहन्छ। यस कारणले गर्दा हामी कुरा गरौँ अब यो चतुर्मासमा के गर्न हुने, के नगर्ने, मुख्य के कार्यहरू गर्ने, यसबारेमा त हामी कुराकानी गर्छौँ। चतुर्मासको यो समयमा 4 महिनाको समयमा विशेष गरेर हामीले कुनै न कुनै एउटा नियम बनायौँ, कुनै न कुनै एउटा साधना बनायौँ भने मनुष्य जीवन सफल हुन्छ। हेर्नु, यो सम्पूर्ण ब्रह्माण्डमा सबैभन्दा मनुष्य जीवनी सर्वोत्तम हो। मनुष्य जीवनीमा पनि भगवान विष्णुको भक्ति सर्वोत्तम हो। विष्णुको भक्तिमा पनि चतुर्मासको व्रत अत्यन्त सर्वोत्तम हो। अब हामी पनि यो मनुष्य जीवन धारण गरेर चतुर्मासको पहिलो या अन्तिम मासलाई विशेष भक्तिपूर्वक साधना संयमित बनाऊ। सकेसम्म यो चतुर्मासको अवधिमा के गर्ने, यसबारेमा पनि हामी कुराकानी गर्नेछौँ। सर्वप्रथम आउँ चतुर्मासको पहिलो महिना आषाढ महिनाको शुक्ल पक्षको एकादशी लगभग कहिलेकाहीँ श्रावण नै लागेको हुन्छ र पहिलो मास भनेको यो श्रावण मास नै हो। र श्रावण मासमा विशेष गरेर शिवजीको भक्ति गरिन्छ, त्यसैले श्रावण मासका सोमबारका व्रतहरू पनि गर्नुहुन्छ। यस कारणले गर्दा विशेष गरेर विष्णु भगवान शयन गर्नुभएको बेलामा चतुर्मासको पहिलो समयमा सात्विकता यानि कि लसुन, प्याज, माछा, मासु, तामसिक वृत्तिलाई हटेर सात्विक वृत्ति अपनाउनु पनि सर्वोत्तम भक्ति हो। किनभने चतुर्मासको पहिलो महिना श्रावण महिना भोले बाबाको पनि महिना हो। यस कारणले अनिवार्य रूपमा श्रावणका सोमबारमा प्रत्येक सोमबार भगवान शङ्करलाई जल अर्पण गर्नुपर्दछ। जल, दुधका धाराहरू, दहीका धाराहरू, अभिषेकहरू गर्नुपर्दछ। भगवान शङ्करलाई बिल्लपत्रहरू अर्पण गर्नुपर्दछ। यसो गर्नाले भगवानको विशेष कृपा रहन्छ र श्रावण मासको पहिलो महिना, चतुर्मासको पहिलो महिना पनि श्रावण महिना हो। अब यस्तो छ, चतुर्मासकै व्रत गर्नेहरूको लागि, पुरै 4 महिनाकै व्रत गर्नेहरूलाई कुनै न कुनै वर्ष म चतुर्मासको व्रत गर्छु भन्नेहरूको लागि 4वटा कुराहरू पनि छन् 4 महिनाका। यसबारेमा पनि हामी कुराकानी गर्नेछौँ। तर हेर्नु, यो चतुर्मासको समयमा, विष्णु चतुर्मासको समयमा सम्पूर्ण यज्ञहरू, सम्पूर्ण तीर्थहरू, सम्पूर्ण नदीनालाहरू यही चतुर्मासमा नै समाहित हुन्छन्। त्यसैले यो चतुर्मासमा अधिकाधिक संयम, साधना, भगवानको जप, कुनै स्तोत्र पाठहरू, पारायणहरू गर्नाले विशेष सम्पूर्ण तीर्थ, व्रत, पुण्यादिहरू हामीले जहाँ बसेका छौँ त्यही नै प्राप्त गर्दछौँ। यस कारणले गर्दा चतुर्मासको पहिलो महिना श्रावण महिना बेल्लपत्र, जलधारा, दुग्धधाराहरू भगवान शङ्करलाई अर्पण गर्दै शिवजीको भक्ति गर्ने, ओम नमः शिवाय आदि गरेका मन्त्रहरूको जाप गर्ने, शिवालयहरूमा जाने, बेल्ल वृक्षहरूको विशेष गरेर सेवा समाराधना गर्नाले मनुष्य जीवन सार्थक र श्रेष्ठ बनिनेछ। र श्रावणम वर्जयत शाकम, श्रावण महिनामा हरियो पाताला खालका सागपातहरू नखाने, किनभने बाढी पहिरोहरू पनि आएका हुन्छन्। यसको आध्यात्मिक
वैज्ञानिक कारण पनि छन्। किरामिराहरू हुन्छन्, अन्डाहरू सागपातहरूमा छोडेका हुन्छन्, टाँसिएका हुन्छन्, कहिलेकाहीँ धोएर पनि जाँदैनन्, जसले गर्दा मानवलाई धेरै रोगहरूका सङ्क्रमणहरू हुन सक्छन्। त्यसैले श्रावणको चतुर्मासको पहिलो महिना असारदेखि उपरान्त श्रावण मासमा सागलाई परित्याग गर्नुपर्दछ पहिलो महिनामा। अब चतुर्मासकै व्रतलाई कन्टिन्यू गर्नेहरूले दधि भाद्रपदे तथा अनि भदौको महिना लागे पछाडि दही नखानु, दहीलाई परित्याग गरिदिनु। अनि असोजको महिनामा दुग्धम भनेको क्षीरम दुधलाई परित्याग गरिदिनु पर्दछ र चतुर्मासको अन्तिम महिना भनेको कार्तिक महिनामा यसमा कालो दाल परित्याग गरिदिनु पर्दछ। चतुर्मासको पहिलो महिना आषाढ श्रावण महिना जब लाग्दछ बेल्लपत्र अर्पण गर्ने र जब कार्तिक महिना अन्तिम महिना रहन्छ त्यो समयमा तुलसीका पत्रहरू, तुलसीका पातहरू, मन्जरीहरूले विशेष गरेर भगवान विष्णुको आराधना गर्ने, विष्णु भक्ति गर्नाले मनुष्य जीवनमा भोग र मोक्ष नै मिल्दछ। यो चतुर्मास श्रावण मास भोगको महिना, भगवानको महिना, प्राप्तिको महिना, कार्तिक मास दामोदर भगवानको महिना, मोक्षको महिना हो। यस कारणले गर्दा दुवै नै प्राप्त हुँदछ। त चतुर्मास शुभारम्भ हुँदैछ दर्शकवृन्दहरू। श्रावण मासमा साधना, संयमता, सात्विकता, जति नै धेरै माछा मासु मदिराहरूमा डुब्ने मान्छेहरू पनि ओहो शिवको मास भन्दछन्। तर खासमा यो शिवजीको महिना त हुँदै हो, तर चतुर्मासको पनि पहिलो महिना हो। यस कारणले गर्दा हामीलाई भोग र अन्तिममा कार्तिक महिनामा नदी नालाहरूमा स्नान गर्दै मोक्ष भगवान विष्णुको आराधना भक्तिले प्राप्त हुँदछ। अब यो चतुर्मासको समयमा के गर्ने त भन्दा हामीले हरिशयनी एकादशीका दिन तुलसी रोपेका हुन्छौँ। साँझको समयमा अनिवार्य तुलसीको मठमा बत्ती प्रज्वलन गर्नुहोस्। जसलाई साँझमा सम्भव हुँदैन यहाँहरूले बिहानै तुलसीको मठमा बत्ती प्रज्वलन अनिवार्य रूपमा गर्नुभयो भने मनुष्य जीवन सार्थक हुन्छ। विष्णुको भक्ति पनि यही हो, भजन पनि यही हो। सामान्य दीप बाल्नु श्रद्धाले भगवानको अगाडि तुलसी महारानीलाई आफ्ना पूजा कोठामा त गर्छौँ नि, तत्पश्चात गएर यो चतुर्मासको समयमा अब साधकहरू त भूमिमा शयन गर्ने, ब्रह्मचर्यमा रहने, एक साग भोजन ग्रहण गर्ने, कोही योगी तपस्वीहरू जुत्ता चप्पल नलगाउने, कोही नङ केसहरू नकाट्ने, कयौँ नियमहरू चतुर्मासका त छँदैछन् यी छुट्टा छुट्टै। दर्शकवृन्द, यी सबै हामी घर गृहस्थीहरूलाई सम्भव नहुन सक्छ। यस कारणले गर्दा हरिशयनी एकादशीबाटै तुलसीलाई रोपेर साँझमा अथवा साँझमा नभ्याउनेहरूले बिहान अनिवार्य दीप प्रज्वलन गर्ने र केही इष्टमन्त्र, केही गुरु मन्त्रहरू जुन छन् ती गुरु प्रदत्त मन्त्रहरूलाई पनि विशेष गरेर बिहान बेलुका जप गर्ने, एक माला दुई माला प्रयास गर्ने। चतुर्मासको समयमा सधैँ भ्याइँदैन भने बिचमा आउने एकादशी, पूर्णिमा, औँसी यस्ता विशेष पर्वका दिनहरूमा विशेष माला जापहरू गर्नाले पनि भोग र मोक्षहरू मिल्ने छ यो चतुर्मासको समयमा। दर्शकवृन्द, यस सँगसँगै चतुर्मासमा पर्ने एकादशी 4वटा महिनाका 8वटा एकादशी अनिवार्य रूपमा गर्ने कोसिस पनि गर्नुहोला। हरिशयनी एकादशी नभए पनि सुरुको हरिशयनी, अन्तिमको हरिबोधिनी एकादशी त गर्नै पर्छ। अझ सम्भव भक्तिभाव बढ्दै गयो भने प्रत्येक महिनामा 2टा एकादशी आउँछन्। श्रावण मासका 2टा, भदौ महिनाका 2टा, असोज महिनाका 2टा र कार्तिक महिनाका 2वटा गरेर जम्मा 8वटा एकादशीको व्रत गर्नुभयो भने मनुष्य जीवन सार्थक मिल्दछ। भगवान विष्णुले अपनाउनुहुन्छ यो चतुर्मासको समयको साधना। अब भदौको महिना आउँदछ, गणेशको उपासनाको महिना हो, दुबो हो। आश्विनको महिना आउँदछ, दुर्गा देवीको साधना हो। कार्तिकको महिना आउँदछ, भगवान राधा दामोदरको पूजा आराधनाको महिना हो। उत्तिकै यो चतुर्मासको समय भगवानको भक्ति आराधनाका महिनाहरू भएको हुनाले विशेष श्रद्धापूर्वक हामीले यो चतुर्मासको समयलाई अपनायौँ भने मनुष्य जीवन सार्थक हुन्छ। चतुर्मासको समयमा एक-एकवटा श्लोक गीताको पाठ गर्न सक्नुहुनेछ, गीता अध्ययन गर्न सक्नुहुनेछ, भागवत पाठ गर्न सक्नुहुनेछ, हनुमान चालिसा पाठ गर्न सक्नुहुनेछ, नियम बनाउनुहोस्, राम रक्षा स्तोत्र पाठ गर्न सक्नुहुनेछ। कयौँ मन्त्रका जस्तो श्रावणमा शिवको, भदौमा यस्तै गरेर भगवान गणेशको, असोजमा गएर माँ दुर्गाको, कार्तिकमा गएर भगवान विष्णुको मन्त्र जापहरू पनि विशेष जप्नाले विशेष कृपा त्यो साधकमाथि, उपासकमाथि रहनेछ। यस कारणले गर्दा पनि यो चतुर्मासको समय अवधि हो भगवानका नाम मन्त्रहरू गायन गर्ने। अनि चतुर्मासका केही विशेष दिनहरूमा आफूले पनि दान पुण्यादिहरू गर्न सकिनेछ, दीन दुखीहरूको सेवा गर्न सकिनेछ, कहीँ मठ मन्दिरहरूको परिक्रमा गर्न सकिनेछ। यी त भए चतुर्मासका हामीले गर्नुपर्ने आध्यात्मिक साधना उपासनाका कुराहरू। जति सकिन्छ त्यति गरौँ, भक्तिभावले गरौँ, स्मरण गरौँ
श्रवण गरौँ। यसो गर्नाले मनुष्य जीवन सार्थक हुन्छ। हामीलाई देवताहरूमध्येमा सर्वकल्याण गर्ने, मोक्ष दिने, भक्ति प्रदान गरिदिने, जसको उपासना आराधनाले कल्याण गर्ने देव हुनुहुन्छ ती नै श्री हरि विष्णु भगवान् नारायण हुनुहुन्छ। उनै नारायण शयन गर्नुभएको बेलामा नै, योग निद्रामा रहनुभएको बेलामा चतुर्मास व्रत हुन्छ। यो हामी सबैको कल्याणको लागि हो। त्यसैले विष्णु भगवान् जब शयन गर्नुहुन्छ नि, माङ्गलिक कर्म हुँदैन, भनेको केश मुण्डन गरिँदैन, व्रतबन्ध गरिँदैन, विवाह गरिँदैन, किनभने हामीलाई सबैलाई मङ्गल प्रदान गरिदिने देव शयन गर्नुभएको हुन्छ। जब भगवान् जागा हुनुहुन्छ तब माङ्गलिक कार्यहरू पनि सुरु हुन्छन्। त्यसैले शुभ कार्य, तपस्या जस्ता, साधना जस्ता, भक्ति बढाउने, आत्मकल्याण गर्ने कार्यहरू यो चतुर्मासमा केही न केही सबैले गरौँ, केही न केही सुनौँ, केही न केही बुझौँ, मनुष्य जीवनको कल्याण हुनेछ। हस्त हाम्रा सम्पूर्ण दर्शकवृन्दहरूलाई चतुर्मासको बारेमा हामीले कुराकानी गरौँ। प्रत्येक वर्ष नै चतुर्मासका भिडियोहरू केही न केही रहन्छन्, हामीले सुनाउने गरेका छौँ हजुरहरूलाई। यस वर्ष पनि चतुर्मासको अवधि यिनै महत्त्वपूर्ण जानकारीहरू गराउँदै अहिलेलाई म कुबेर सुवेदी बिदा हुन्छु। जय श्री राधे, जय श्री कृष्ण। सत्सङ्गबाट समाधानको दर्शन, धर्म दर्शन।